सिंहदरबार गेटमा आएका छौँ। हामीले धेरै पटक गृहमन्त्रीलाई श्रम मन्त्रीलाई भेट्ने कोसिस गऱ्यौँ। श्रम मन्त्रीलाई भेटिसकेको छौँ। गृहमन्त्रीलाई भेट्न अझै पनि दिएको छैन। हामी धेरै पटक गृहमन्त्रीको स्वकीयलाई ईश्वरी जोशी के उहाँलाई पनि फोन गरिसके, जनक भट्टराईलाई पनि फोन गरिसके, अनि लेनलाइनमा पनि फोन गरिसके, अनि प्लस नागरिक एपबाट पनि मैले चाहिँ तपाईँको पास मागेको छु, तर पास दिएको छैन। भित्र यो पीडितहरू देखाइदिनु त। हामी पीडितहरू शान्तिपूर्ण तरिकाले सिंहदरबार गेटमा चाहिँ तपाईँको आन्दोलन गर्न मिल्दैन भनेर हामी चाहिँ शान्तिपूर्ण तरिकाले आज पनि यहाँ आएका छौँ। हाम्रो यो सुनवाई भएको छैन। कहिलेसम्म हुन्छ, कहिलेसम्म यो सिंहदरबारले हामीलाई न्याय दिन्छ। हामी निरन्तर यो यात्रामा लडिरहनेछौँ। हामीलाई गृहमन्त्रीले यो गजेन्द्रबहादुर तामाङ दलाललाई नसमात्दासम्म हामी एक कदम पछाडि हट्नेवाला पनि छैनौँ भन्दै बाँकीको दिनमा कसरी अगाडि बढाउनुहुन्छ गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय र श्रम मन्त्रालयले यो सोच्नुपर्ने आवश्यक देखिन्छ। तपाईँ हामी कसैलाई पनि छिटो दिएको छैन होइन अहिलेसम्म। अब चाहिँ हामी छिरेर देखाउँछौँ।